स्टोरी मेरो दाइको ब्रेकअपको लागि नै छ लाइक देयर इज लट काइन्ड अफ थिङ दाइ चाहिँ को हो नि कस्तो अरू चाहिँ दाइको चाहिँ ब्रेकअपको बारेमा दाइलाई चाहिँ गाइरहेछ इट इज हुन्छ त दाइको चाहिँ ब्रेकअप भएको थियो होइन एउटा केटीले छोडेर लाइक लेट्स नट टक अबाउट द फुल स्टोरी तर लाइक इफ यु बी माई लभ यसको मिनिङ चाहिँ हो इफ यु बी माई लभ इफ यु बी माइन यदि तिमी मेरो भयो भने म तिमीलाई यति धेरै माया गर्छु यो गीतको मिनिङ चाहिँ म तिमीलाई भन्न चाहन्छु कि म तिमीलाई लाइक अब तिमीलाई म यस्तो माया गर्छु कि एली हि गट अ ब्रेकअप त्यहाँदेखि कस्तो अनएक्सपेक्टेडली लाइक कहाँ लाग्यो हामी किन बास्केटबल भनेको फर्स्ट लभ हो कि आई वान्ट टु बी अ ग्रेटेस्ट प्लेयर अनि पारिबाट पनि खेल्नु जानुपर्छ त अनि एउटा ड्रिम हो त्यो ड्रिम भने बास्केटबल बास्केटबल सिङ्गर भन्ने सिङ्गर र बास्केटबल एउटा गीत गाइदिउँ त एउटा गीत अब पछि हामी कभर गरेर हाल्नुपर्छ अलिकति मलाई डिमो हान्दै ल इन्ट्रो कुन चाहिँ गीत भयो तँलाई मनपर्ने गीत इन्ट्रो हान्नु मलाई मेरो आफ्नै गीत मनपर्छ होला ल तेरो आफ्नो गीत गाइदिउँ त But I wanna say that I will love you like there is no tomorrow. Like small in अनि यो गीतको मिनिङ चाहिँ के हो र यो गीतको मिनिङ चाहिँ म तिमीलाई भन्न चाहन्छु कि म तिमीलाई लाइक अब तिमीलाई म यस्तो माया गर्छु कि लाइक अब हुन्छ नि वर्ल्ड भोलि एन्ड हुन्छ जसरी क्या हुन्छ त तपाईँ अब तपाईँ आज तपाईँको लाइक हुन्छ अब तपाईँलाई कसलाई भनेर होइन भोलि तिम्रो एन्ड हुन्छ अनि तिमी के गर्छौ भने हुन्छ नि अब आफू माया गर्ने मान्छेलाई माया गर्ने लाइक हुन्छ त त्यसरी नै इफ यु बी माई लभ यसको मिनिङ चाहिँ हो इफ यु बी माई लभ इफ यु बी माइन यदि तिमी मेरो भयो भने म तिमीलाई यति धेरै माया गर्छु होला इफ यु बी माइन यो गीतै इफ यु डजन्ट माई लभ इफ यु डजन्ट माई लभ के छ त्यसमा लिरिक्स छ भयो नि चाहिँ के भन्छ त्यसमा चाहिँ ऊ भएन भने म बास्केटबल ये अब सम स्पेसल प्रश्न यस एली also my sister is also my favorite and all the families too but yeah my favorite daily news भन्नु न त तपाईँको न्युज भन्नु डेली न्युज के भइरहेछ तपाईँलाई मेरो डेली न्युज हुनाले अब काम छैन अब यसो घर काम गरेर बस्यो अनि तिमीलाई खाना बनाएर बस्यो त्यही त नि मेरो डेली न्युजहरू त्यही त नि लाइक होम वर्कर ड्रिम माथि कहिले गिभ अप गर्नु हुँदैन क्या When I was 13 I had my first love मेरो न्यू सङ आउँदैछ त्यो नि सँग भन्दैन त ल It is one-sided It is for last time I will young for you for your life If fall apart I will come to save you I will hold your hand and die with you Your eyes look so pretty Your smile too When you look at me I fell in love with you That's my new song What is this meaning? This song चाहिँ it is one side भनेको एउटा तर्फ मात्रै हो अनि यो लास्ट टाइमको लागि हो क्या लास्ट टाइमको लागि हो अनि आई विल यर्न फर यु भनेको चाहिँ फर लाइफ टाइम भनेको चाहिँ म तिमीलाई मात्रै चुज गर्छु फर लाइफ टाइम भनेर क्या त्यस्तो यर्न भनेको त्यस्तो हो अनि त्यसरी अनि इफ बोल अ पार्ट
इफ अब हुन्छ त अब अब हुन्छ त अब आज खतम हुँदैछ भने म तिमीसँग तिमीलाई सेभ गर्न आउँछु लाइक के भन्छ सुपर हिरो जस्तै अनि हामी लाइक मैले सेभ गर्न पाएन भने लाइक म तिम्रो अङ्गमा त्यो मर्छु भनेर अनि यो तिम्रो आँखा चाहिँ यस्तो सुन्दर छ र तिम्रो तिम्रो हाँसो नि अनि मैले त्यसलाई हेर्ने बित्तिकै जहिले म तिम्रो लाइक मायामा डुब्छु कि अनि तिम्रो गीतहरूमा किन लभ स्टोरी मात्रै लभको मात्रै भाइब आउँछ लभ इज ग्रेट लाइक जहाँ पनि लभ छ हामी बास्केटबलमा लभ फ्यामिलीमा लभ सिटीमा लभ जुत्तामा लभ लभ इज द थिङ द्याट गड क्रिएटेड जो चाहिँ यस्तो खतरा हो कि लाइक देन कनेक्सन अनि लाइक लभ बिना गीतै हुँदैन अनि तिम्रो गीतमा त जुत्ता हाल्न चाहिँ ऊ गरेको छैन यस मान्छेलाई गरेको छ नि त अनि मान्छेहरूले प्रिफर गर्ने नै त्यस्तै काइन्ड अफ लभ जस्तै लभ पनि धेरै प्रकारको हुन्छ होइन जस्तै लभ धेरै प्रकारको हुन्छ लाइक आई गट लभ हुन्छ त लाइक मैले लभ मेरो ग्रान्डमाको लागि नि छ त्यो गीत पब्लिस गरेको छैन मेरो लभ डगको लागि नि छ त्यो गरेको छैन मेरो लभ धेरै काइन्ड छ जस्ट मैले लभ चाहिँ अब गरेको भने त्यति नर्मली मेरो दाइको ब्रेकअपको लागि नि छ लाइक देयर इज लभ काइन्ड अफ थिङ दाइ चाहिँ को हो नि कस्तो अरू चाहिँ दाइको चाहिँ ब्रेकअपको बारेमा दाइलाई चाहिँ गाइरहेछ इट इज हुन्छ त दाइको चाहिँ ब्रेकअप भएको चाहिँ होइन एउटा केटीले छोडेर लाइक लेट्स नट टक अबाउट द फुल स्टोरी तर लाइक हि गट अ ब्रेकअप त्यहाँदेखि कस्तो अनएक्सपेक्टेडली लाइक द म्यारिज हुनु के अरे म्यारिज हुनुपर्ने ब्रेकअप भयो अनि आई फिल लाइक आई डोन्ट वान्ट टु ह्याभ द्याट काइन्ड अफ लभ अनि दाइले चाहिँ लेख्न सक्दिनँ गीत होइन मैले लेखिदिएँ गीत तिम्रो दाइको नाम चाहिँ के हो त ल दाइको नाम विजेश गुरुङ उहाँ चाहिँ कहाँ हुनुहुन्छ उहाँ चाहिँ जापानमा हुनुहुन्छ अनि अहिले उहाँ के गर्नुहुन्छ उहाँ काम गरिरहनुहुन्छ लाइक हि इज द स्ट्रङ्गेस्ट म्यान इज द स्ट्रङ्गेस्ट म्यान कस्तो बेला चाहिँ दाइको चाहिँ अनएक्सपेक्टेड भन्दै थियो नि होइन कस्तो बेला चाहिँ दाइको चाहिँ ब्रेकअप भयो अरे ल दाइको चाहिँ ब्रेकअप भयो भने मेरो बर्थडेको 1-2 दिन अगाडि हो अनि मैले चक्लेट दिन जाँदा चाहिँ ब्रेकअप भयो भने चाहिँ अनि स्याड लागेको थियो अनि ब्रेकअप भने चाहिँ लाइक यस्तो कमन भइसक्यो हरेक जेनेरेसनमा जसले पनि ब्रेकअप भनिन्छ हो त्यति दाइको पालादेखि नै होला सायद सो लभ द थिङ होइन लभ द हबी लभ द ड्रिम लभ यर फ्यामिली लभ गर्नु नि हुन्छ तर लाइक स्लोली तर यस्तो लभ भनेको चाहिँ एउटा मान्छेसँग गरिराख्नुपर्छ डिफ्रेन्टसँगले गर्छ लाइक तिमी एउटामा छ भने एउटाले गर्ने लाइक डिफ्रेन्टसँग चाहिँ गऱ्यो भने लाइक द्याट्स नट लभ द्याट्स अट्र्याक्सन दाइलाई चाहिँ कस्तो खालको मोटिभेसन दिन्छ चाहिँ लभको कुरामा दाइलाई चाहिँ लभ कस्तो खालको मोटिभेसन दाइलाई दाइ म होइन धेरै बुझ्नु त मोटिभेसन चाहियो तर म वर्ल्डलाई दिन हुन्छ नि मोटिभेसन त अब ठुलो सानो भन्यो भने अब उसमा दिमागमा भर पर्छ ठुलोको दिमाग कस्तो बच्चाको दिमाग कस्तो होइन मोटिभेसन भने ल अब अहिले जेनेरेसनमा दिनु भन्छ नट दाइलाई होइन जेनेरेसनमा हामी लाइक लभ भनेको जोक होइन इफ समवन लभ यु लभ देम ब्याक इफ यु डोन्ट लाइक देम डोन्ट एक्ट लाइक युआर लभ इन द पर्सन यस लाइक अरूसँग खेलेर बस्नु हुँदैन इफ यु डोन्ट लभ डोन्ट टक विथ हेम लेट्स नट मेक अ बन्डिङ ओभर देयर यस अब ल दाइले चाहिँ यो भिडियो हेर्छ होला हेर्छ होला होइन अब हामी पोस्ट गरेपछि हजुर अब पोस्ट गरेपछि ल दाइलाई चाहिँ हेर्छ अरे ल हेरेर मेसेज गिभ सम मेसेज फर यर ब्रदर यो ब्रदर्स लभ यु मेट सँगै बाँसेको थिनुपर्छ सँगै पछि and yeah bro there are persons that love you man don't get hopeless because you want to grow yes ल हाम्रो भाइले चाहिँ कोरियाबाट जापानमा बस्ने दाइलाई चाहिँ सम गिभ अ motivation मोटिभेसन
And a message Yeah, to don't you, give up, mate. don't give up. Yeah, हामी सँगै सक्सेसफुल हुनेछौँ एक दिन. Yeah, We are meet together. yeah, we will meet together. Okay. यही नै हो. Let's love parents. Let's listen parents. Let's love the hobby and dreams that you dream of. Let's not give up early. अब मौसम यस्तो छ, यो पानी पर्न लाग्छ. अब यो चाहिँ बास्केटबल खेल्ने भन्छ होइन, यसले बास्केटबल पनि लभ गर्छ. बास्केटबलको लागि एउटा के भनिदियो त ल. Basketball भनेको चाहिँ like the uncle Drew said, basketball भनेको चाहिँ अरू कसैलाई लभ गर्न सक्दैन, तर बास्केटबल भनेको यस्तो लभ हो. तिमीले यसरी बाउन्स गर्यो भने तिमी भाटा आउँछ क्या. If you throw, it bounce back to you. That's called love. ओके, लास्टमा केही मिनी वर्ड जाओस् ल. लास्टमा चाहिँ त्यही भने let's not give up in your dream. Let's run, fight. It will be not easy, तर like you need to achieve it. What is the point of dreaming if you don't force it to yourself to achieve it? One day One day you get up. I will be a greatest singer. I will be a greatest singer in the world. Yeah, I will be the greatest singer, better than Bruno Mars, and I love Nepali singers too, better than John Saminda. He's my idol, and Bruno Mars and Ed Sheeran and a lot of the artists my idol. I want to crush them. Okay. Yes.